हाई गाइज वेलकम टु माई अनदर मिनी भ्लग। आजको भ्लगमा चाहिँ अस्तिकै पार्ट 2 हो। हामी त्यहाँबाट सामान लिएर घर गयौँ होइन। त्यहाँ चाहिँ दिदी र निरुषा खाना के बनाउने भनेर बसिरहनु भएको रहेछ। हामी पनि पुग्यौँ अनि हामी पनि हेल्प गर्न स्टार्ट गऱ्यौँ। अनि त्यसपछि भाइले चाहिँ चिकन काट्नु भयो, म चाहिँ मसलाहरू रेडी गर्न थालेँ। अनि त्यहाँ दिदीले चिया बनाउनु भयो कि यस्तो म चिया खान्न दुधको चिया कहिले पनि, तर थोरै अलिकति दिनुभएको थियो, तर मिठो लागेको थियो एकदमै। अनि ऊ पनि रेडी भयो, हामी पनि रेडी हुन गयौँ। अनि उसलाई रेडी भएर बाहिर निकाल्यौँ। ऊ कति खुसी भयो कि देखेर, उसले सोचेको पनि थिएन, ऊ पुरै अननोन थियो यो कुराको लागि। अनि त्यसपछि चाहिँ उसलाई चाहिँ अनि ल केक काट्नलाई रेडी गऱ्यौँ। अनि केक ऊ एक्साइटेड, एकदम एक्साइटेड थियो। अनि त्यसपछि अनि केक काट्न स्टार्ट गऱ्यौँ। अनि केक काट्यौँ ओऱ्यौँ होइन। अनि केक उसलाई पनि खुवाएँ, मैले पनि खाएँ। अलिकति खाएको थिएँ, धेरै खाएको थिएन। खाना खाएपछि खाने भन्ने कुरा भएको थियो। अनि ल अब गिफ्ट ओपनिङ, यो चाहिँ हाम्रो फेभरेट पार्ट थियो। हामी सबैजना एक्साइटेड थियौँ कि ऊ यति खुसी थियो कि हामी पनि एकदमै खुसी थियौँ। पछाडिबाट हल्ला गरिरहेको थियौँ, ल यसमा जुत्ता छ भनेर। अनि त्यसपछि फेरि मैले जेबिएलको बक्स थियो मसँग, त्यो भित्र हालिदिएको थिएँ। अनि उसले अर्को पनि भन्दै खोल्दैछ। अनि यहाँ हेर्दैछ क्या हल्लाएर। अनि जेबिएल देखेर ऊ खुसी भइसकेको थियो हुन चाहिँ। अनि फेरि अब यो खोल्न थाल्दाखेरि चाहिँ ल अर्को पनि भन्छ फेरि। अनि त्यसभित्र चाहिँ नटबार राखेको थिएँ मैले, नटबारको कभर थियो। अनि त्यो कभरभित्र चाहिँ साँच्चै नै ओरिजिनल गिफ्ट थियो। अनि त्यसपछि उसले त्यो ओरिजिनल गिफ्ट ओपन गर्न थाल्यो। थाहा पाएँ भन्छ अब चाहिँ उसले। अनि उसलाई चाहिएकै थियो भनेर कुरा गर्दै थियो उसले। अनि उसलाई चाहिँ सिल्भर कलर मन पनि पर्ने रहेछ, खुसी भयो ऊ एकदमै धेरै। अनि त्यसपछि ल अब मोबाइल चाहिँ ओपनिङ हेरौँ भनेर अनि सबैजना न्यू मोबाइल ओपनिङ गर्न थाल्यो। अनि त्यसपछि त्यो ओपनिङ गरेर चाहिँ अनि फेरि फोटो एकछिन गऱ्यौँ, एकछिन रमाइलो गऱ्यौँ। अनि त्यसपछि चाहिँ खाना खानु गयौँ। हामीले चाहिँ पुलाउ बनाएको थियो, अनि चिकन बनाएको थियो। अनि त्यसपछि टमाटरको अचार, साँधेको अचार र आलुको सब्जी बनाएको थियो। यस्तो मिठो भएको थियो सबै कुरा होइन। अनि सबैजना खाना बस्यौँ। अनि मैले चाहिँ एकदम आत्ते थिएँ। अनि म त खानु मिठो रहेछ भन्दै म सुरुमै बस्नु थालेँ। अनि त्यसपछि अनि अघि केक खाएको थिएन, त्यही केक चाहिँ अब डेजर्टमा खाऊँ भनेर म त्यही कुरा गर्दै अनि केक काट्न स्टार्ट गरेँ। अनि सबैलाई दिएर अनि म पनि बसेँ। केक चाहिँ साह्रै मिठो थियो। मैले न्युजिल्यान्ड आइकन यो पहिलोचोटि मिठो लागेको मलाई केक। अनि त्यसपछि यहाँनिर चाहिँ 2 बजीसम्म गफ गरेर बसियो, आजकै कुरा गरेर बस्यो। अनि हामी घर फर्किँदा पानी परेर रहेछ बाटोमा। अनि त्यतिखेरै अनि फर्क्यौँ, आएर सुत्यौँ। थ्याङ्क यू, गुड नाइट।